यहाँ रहेछ अलिक अब यहीँ गरेर लानु पऱ्यो खाएर मात्रै भयो काम नि गर्नु पऱ्यो होइन मैले चाहिँ सानो खालके पनि बनाइसकेँ हो अब ठुलो खालके पाकिसकेपछि अन्त यो पनि पकाउनुपर्छ सो हाई गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल आज चाहिँ टाइपो बनाउने प्लान छ अन्त आज चाहिँ म एक्लै टाइपोको लागि चाहिँ मैले यहाँनिर मैदा चाहिँ मुसेर चाहिँ राखिसकेको छु स्टालेर हो फुलिनु पनि थालेको छ अन्त यहाँनिर न्युटेला पनि भिजाइसकेको छु अरू चाहिँ अहिले गरेको छुइनँ अनि आज चाहिँ टाइपो चुलामा बनाऊँ भनेको किनभने हाम्रो अब ग्यास सकिन आँटेको छ होइन अन्त ग्यास भाडा गरेको नि त चुलामा बनाऊँ भनेको त्यसको लागि दाउरा चाहिँ छैन अब दाउरा खोज्नु गएको होइन अब दाउरा चाहिँ यतैतिर खोज्छु साह्रै टाढो पनि जाँदिनँ त्यहाँ सबै जङ्गलै जङ्गल छ अन्त टाढोमा त जानु भएन होइन यतैतिर खोजेर ल्याएर चाहिँ चुला बाल्नुपर्छ अनि मेरो कुखुरा चाहिँ यहाँ छ यहाँनिर छ कालोबुटी बाँधिरहेको छु भाग्छ भनेर एक्लै छ नि त एउटा मात्रै छ अनि बाँधिरहेको छु यो फुल चाहिँ कस्तो मजाले फुलिरहेको छ यहाँ परसम्म फुलेको छ यहाँ तिनवटा चारवटा मजाले फुलेको छ क्या अनि यो रोड अब दाउरा चाहिँ कहाँनिर खोज्नुपर्ने हो हेर्दै जाउँ कहाँ छ यहाँतिर छ होला हौ यहाँ पनि रहेछ हो यसलाई अहिले लानुपर्छ अहिले अलिक उँभो जाउँ न आज चाहिँ पुरा घाम लागेको छ गरमले चाहिँ यहाँ रहेछ त्यस्तो छैन हौ थोडा ल तल पुग्यो मात्रै छ दाउरा पनि छैन सानो ल यहाँ रहेछ अलिक अब यहीँ गरेर लानु पऱ्यो आमा रुखबाट आफै सुकिवरी झरेको दाउराहरू बसिरहेको रहेछ ल गाइस मैले यतिको चाहिँ खोजेँ दाउरा यति अब यतिले पुगेन भने अहिले यसमा खोज्छु हो अब भित्र उयोहरू बनाइहाल्छु कोपीहरू काट्ने छ हो कोपी गाजर अन्त न्युटेला यसो कोपी गाजरहरू यहाँभित्र छ हालेर चाहिँ बनाउँछु गरम आम्मा यस्तो गरम छ पसिना सरी भयो अब म स्प्राइट खान्छु सानो बोतलको त्यहाँदेखि चाहिँ पकाउनु थाल्छु है गाइस गरम चलाएको त आँसु सरी भइरहेको त मेरो र अब चाहिँ म कोपी परिसो गर्न आँटेको गाइस टाइपो चाहिँ यति पाक्यो अझै आधी चाहिँ बाहिर पाक्दैछ हो अन्त यहाँ अब यो चाहिँ सानो खालको बनाऊँ भनेको अचार यहाँ छ अब चाहिँ खानु हुँदैछ यहाँ मिठो छ कालीमा आएछ आज चाहिँ कहाँबाट टाइपो बनाउँछ भनेर खाँदैन अघि त्यही निस्लो भात पनि खाँदै थियो अरू बेला चाहिँ कहाँ जान्छ हो अनि कोही कोही बेला आउँछ अन्त भात राखिदिएको हुँदैन अब चाहिँ म यो सानो खालको बनाइहाल्छु यहाँ पाक्दैछ अरू चाहिँ चुलामा मजाले
3टा सेट पाक्यो होइन, एउटामा 2टा गर्दा 6वटा चाहिँ पाक्यो। अनि एउटा बाबाले खाएर उँभो जानुभयो, अन्त अरू चाहिँ छ। फेरि यसमा हालेको छु। अहिले भर्खर यहाँ चाहिँ सानो बनाएको छु, त्यो चाहिँ 4टा छ हो। यहाँ मुनि चाहिँ 2-2वटा छ, अझै छ भित्र सानो बनाउनु पर्ने छ। अझै मजाले पानी पनि आउँदैछ। अब जब म बिजी छु तब चाहिँ पानी आइरहेछ मजाले हो। यो कुकुर हाम्रो कहिले आउँदैन, अरू बेला भात राखिदिनुपर्छ कि सुकिसक्छ हो, आउँदैन। आज चाहिँ आएछ। अन्त यहाँ कुखुरालाई राखिदिएको भात छ कि त्यो निस्तै भात खाँदो रहेछ अघि चाहिँ। कस्तो लाटी हौ, आउनु पर्दैन अरू बेला। टाइपो खानु आएको होला यो पनि, बस्दै गरेर पाक्दैछ, पाकेपछि दिन्छ। मैले चाहिँ सानो खालके पनि बनाइसकेँ हो। अब ठुलो खालके पाकिसकेपछि अन्त यो पनि पकाउनुपर्छ। त्यस्तो राम्रो त बनाउनु आउँदैन, फर्स्ट टाइम सिकेको यो बनाउनु मैले हो। आजै बनाएको मैले फर्स्ट टाइम। यस्तो चाहिँ भयो। यो त खोलिनु आँटिसक्यो। ठिकै छ, बिस्तारै बिस्तारै सिक्छु। हेर्नु है गाइस, अझै पाकिरहेको छ। राति भइसक्यो हो। जुन पनि निक्लिसक्नु भइसक्यो हो। आज जुन पनि पहेँलो छ त हौ। अन्त यस्तो अँध्यारो भइसक्यो, पाक्दैछ मेरो टाइपो। ल गाइस, टाइपो खानु त मिठो हुन्छ नि, तर के गर्नु, भाँडा हेर्नु त एक रास छ मेरो। अब यसलाई धुनुपर्ने। चुलामा पकाएको कालै छ हो, माटो लगाएको र पनि योहरू त डढ्यो। अब यो धुँदा चाहिँ नि आज रात निस्किन्छ मेरो। खानु त मिठो नि। अब भाँडा धुवाई सानो छ मेरो, एक्लै बनाई एक्लै हो धुवाई मिठो छ। अहिले पानी आएर अब धुन आँटेको। अब चाहिँ भाँडा धुन आँटेको म चाहिँ खाएर मात्रै भयो, काम नि गर्नु पर्यो होइन। राति हुन आँटिसक्यो। यो चाहिँ हिजोको है, हिजो पकाएको हो। बिहानमा उल्टा पानी थिएन, अन्त अहिले पानी आएर चाहिँ अब धुम भनेर भाँडा निकालेको त यति रास रहेछ।